दाइजो चाहियो, नत्र भने तिम्रो छोरीलाई यही ठप्काइदिन्छु। थुक्क राक्षस, तर हाम्रो दिदी धेरै भएर गएको होइन। हाम्रो दिदीलाई गाजर र मुला सम्झिन्छस्? थप्काउनलाई त्यति बेला बिहा नगरिदिनु भनेको थिएँ, जबरजस्ती बिहा गरिदिनु भयो। बेलामा केटा धनी दिएर बिहा गरिदिनु भयो। म एक दिन पनि खुसी छैन। कुन दिन पर्छ मलाई नि थाहा छैन। यसो भाग्दा भाग्दा हजुरको काखमा पऱ्यो। मलाई अझै पनि 20 लाख दाइजो चाहियो, नत्र भने तिम्रो छोरीलाई यही ठप्काइदिन्छु। थुक्क राक्षस, तर हाम्रो दिदी धेरै भएर गएको होइन। हाम्रो दिदीलाई गाजर र मुला सम्झिन्छस्? थप्काउनलाई त भुसुनो, बढी नबोल। दिदीलाई मात्र होइन, बढी बोलिस् भने तँलाई पनि सिधाइदिन्छु फेरि। ल काट त, दिदीको लागि मैले छाती पनि थाप्न तयार छु। मेरो छोरीलाई मैले एक छाक खुवाएर भए पनि माइतै राख्छु, तर त जस्तो अपराधीसँग सँगै पठाउँदैन। होइन छोरी? भाइ